अब चाहिँ गर्मी महिना लाग्यो है। गर्मी महिनामा यसरी कुखुराको तातो सुप बनाएर यसरी खाने चलन छ कोरियामा। यो गर्मीमा झन् तातो खानेकुरा खायो भने चाहिँ अलिकति तागत लाग्छ भन्ने मान्यता छ यहाँ चाहिँ। र यसरी चाहिँ तातो सिजनमा तातो सुप बनाएर अनि कुखुरा खाने चलन छ है। आजको न्यू कुरा के छ भनेपछि हाम्रो जब तपाईँ मासु लभर हुनुहुन्छ र साथी चाहिँ प्योर भेज वाला पर्छ भने नि त्यतिखेरको मजा नै बेग्लै हुन्छ यार। हेर्नु न, अब हाम्रो साथी पुरै भेजवाला, म परे मासु लभर। अब आफ्नो भागको सबै खाइसक्यो भाइ है। अब के गर्नु साथीको ल हेर्नुहोस् पुरै सिँगै कुखुरा गरेर 2टा कुखुरा खानुभयो त आज। हाई हाई साथी चाहिँ यस्तो पर्नुपर्छ है।